ल बाटो यस्तो छ, रमाइलो छ। यो टियुको फेरिमा छु म। चर्का आउन सक्छ, खाल्डाखुल्डी पनि छन्। लेट्स ट्राई भनेर चाहिँ मैले यहाँ भिडियो बनाइरहेको हो। गजब भ्यू छ। यो धान हो कि अहिलेको मौसममा के धान हुन्थ्यो, जौ हो कि धानैको सिजन हो नि। असार साउन भदौ भनेपछि धानकै सिजन हो। धान हो, मकै सुकेछ, मकै टिप्ने बेला भएछ। गजब रहेछ नि। अब यो टियु भन्थे, म त युनिभर्सिटी मात्र होला, पढ्ने चस्मिस मात्र हुन्छ होला भन्ने सोचेको त यहाँ त पुरै खेती हुँदो रहेछ। थाहा छ नि, यो टियुकै प्रपर्टी हो वा मान्छेको प्रपर्टी हो। यो टियुकै जग्गा होइन यिनीहरू, के हो? टियुकै हो। ए खेती गरेको मान्छेहरूले। ए म त स्वयम्भूबाट यसो घुम्दै आयो। ए यहाँ राष्ट्रिय अनुसन्धान केन्द्र चाहिँ कतापट्टि हो? ए उतापट्टि हो। यस, थ्याङ्क यू। ल यो टियुकै प्रपर्टी रहेछ, रमाइलो रहेछ ठाउँ त। के हो यो? वृक्षारोपण गरेको हो कि बोटहरू? म त यता कहिल्यै आएको थिएन यार। बिहान आएर मजाले घोडा कुद्या जस्तो कुद्नु पनि पाइने रहेछ, बाँदर उफ्रे जस्तो उफ्रिनु पनि पाइने रहेछ यो ठाउँमा त। पागल जसरी हाँसे पनि हुने रहेछ, फेरि पागल जसरी रोए पनि हुने रहेछ। कोही छैन, जे गरे नै भयो। एकदम आफूलाई शान्ति, मनलाई शान्ति जे हुन्छ त्यो गर्न पाइयो। अराजक काम गर्न पाइएन। अब हाँस्नु पनि थेरापी हो अरे, रुनु पनि थेरापी हो अरे। आँसु आए मन शान्त हुन्छ, हाँसे पनि पीडा शान्ति हुन्छ। अब घोडा हाँस्दै दौडे एक्सर्साइज हुन्छ। कहाँ हो बाटो? अनि खाल्डो खुल्दो रहेछ नि त। बाँदर जस्तै उफ्ऱ्यो भने एक्सर्साइज हुन्छ। ल बाटो ब्लक रहेछ साथी हो। कसो जाने हो? केही छैन, एक ठाउँ उचाल्नुपर्छ भन्थ्यो भाइले, यही रहेछ उचाल्नु पर्ने ठाउँ चाहिँ। यसपछि त यहाँ बाटो आइहाल्यो नि। अब कलङ्की निस्किने भनेर सोचिरह। भलिबल, बास्केटबल, ब्याडमिन्टन खेल्ने ठाउँ रहेछ। ल दामी छ। अब यस्तो छ कि हामी अब बाहिर निस्किँदैनौँ, अनि हामीलाई आफ्नै ठाउँ पनि सानो पुचुक्क लाग्छ। अब घुम्ने हो भने यहाँ भित्रभित्र यति ठाउँ छन्। अब यो टियुको फेरि म साइक्लिङ आउनु थालेको धेरै वर्ष भइसक्यो। अब यहाँ बिचमा यस्तो रुट छ, यति रमाइलो छ, यति फ्रेस हुन्छ भन्ने मलाई थाहा छैन। त्यही भएर हामीले ठाउँलाई एक्सप्लोर गरेर कहिले पनि सक्दैनौँ कि। अनलिमिटेड छ ठाउँ। यता त बाटो छ, कलङ्की निस्किन्छ। हो, थ्याङ्क यू। एउटै डेस्टिनेसन पुग्नलाई 100वटा बाटो हुन्छ, अनि यो 100औँ बाटो 100 तरिकाले हिँड्न सक्छ भनेपछि त अपर्च्युनिटी त कति छ नि। रमाउने बाहना हो, रमाउनलाई बाहना जे पनि गर्न सकिन्छ। अब म यहाँ भ्लग बनाइरहेको छु, भ्लग पनि एउटा बाहना हो। ल रमाइलो लाएर मर्निङ वाक गयो, साइक्लिङ गयो, पसिना बगायो दिनभरि, फेरि स्ट्रेस पाऱ्यो जिउमा, सुत्यो। भोलिपल्ट फेरि उठ्यो, फेरि साइक्लिङ गऱ्यो, फेरि पसिना बगायो, स्ट्रेस छ भने घर गएर पखाल्यो, फ्रेस भयो, फेरि दिनभरि फेरि स्ट्रेसै पुग्यो। उयो सर्कल चाहिँ कहिले पनि सकिँदैन, तर टेम्पोरेरी रिलिफले पनि लङ टर्ममा चाहिँ धेरै काम गर्छ। फेरि उकालो आयो त। यो कलङ्की जाने कता हो त? यता फुसै यता हो, फर्किनु पऱ्यो।